तपाईको चार्टमा एउटा यस्तो लेभल छ जुन लेभलमा तपाईले यदि बाइ गर्नुभयो भनेदेखि प्रफिट हुने चान्सेस एकदम हाई हुन्छ र त्यो लेभलबाट बारम्बार प्राइस माथि जान्छ। तपाईले चार्ट हेरेर ठ्याक्कै ल यो लेभलबाट चाहिँ अब प्राइस माथि बढ्छ भनेर भन्न सक्नुहुन्छ? पक्कै सक्नुहुन्न। र यदि गेस गर्नुभयो भनेदेखि पनि त्यो मिल्ने चान्सेस एकदम कम छ। तपाईलाई पत्याउन गाह्रो पर्ला, तर साच्चीकै चार्टमा त्यस्तो लेभल पनि हुन्छ जुनबाट चाहिँ ल प्राइस अब यहाँबाट चाहिँ माथि जान्छ है भनेर भन्न सकिन्छ, प्रेडिक्ट गर्न सकिन्छ। तर यो भिडियो हेरिसकेपछि तपाईलाई विश्वास लाग्छ किनभने आज हामी फिबोनाची रिट्रेसमेन्ट टुलको बारेमा कुरा गर्दै छौं। र फिबोनाची भनेको पुरै ट्रेडिङ र टेक्निकल एनालिसिसको वर्ल्डमा एक मात्र यस्तो टुल हो जुनबाट चाहिँ प्राइस अब यहीँबाट माथि बढ्छ है भनेर प्रेडिक्ट गर्न सकिन्छ। नमस्ते एभ्रीवान, आइ एम सुप्रिया शर्मा, चार्टर्ड अकाउन्टेन्ट एन्ड स्टक मार्केट ट्रेडर। र आजको भिडियोमा हामी फिबोनाचीलाई चाहिँ प्रोफेसनल ट्रेडर जसरी कसरी नेप्सेमा युज गर्ने भन्ने कुरा डिस्कस गर्न जाँदैछौँ। र यदि फिबोनाची पहिलेदेखि युज गर्दै आउनु भएको छ भनेदेखि पनि तपाईले के गलत गरिरहनु भएको छ भनेर पनि आजको भिडियोमा हामी कुरा गर्छौँ। र अन्तिममा गोल्डन रेसियो भनेको के हो र यसलाई चार्टमा कसरी युज गरेर स्टक बाइ गर्ने भनेर पनि हामी आज सिक्छौँ। सपोज प्राइस सिधा माथितिर गइरहेको छ र त्यसपछि त्यसले पुल ब्याक गर्न थाल्यो किनभने प्राइसले एउटा मेन मुभ पछि पुल ब्याक त गर्छ नै, करेक्सन हैन। अब त्यो करेक्सनको बेलामा यो कुन लेभलबाट चाहिँ फेरि माथि अर्को नयाँ पुस हान्छ होला त, कुन लेभलबाट चाहिँ फेरि माथि बढ्न थाल्छ होला त। कुनै पनि मेन मुभ पछि त्यसको करेक्सनमा चाहिँ प्राइस यही जोनमा आउँछ, पज गर्छ र त्यहाँबाट रिभर्स भएर फेरि अर्को मेन मुभ चाहिँ यहाँनिरबाट जान्छ है भनेर त्यस्तो लेभल चाहिँ फिबोनाची टुलले देखाउँछ। त्यसको नामबाट पनि बुझ्न सकिन्छ, फिबोनाची रिट्रेसमेन्ट मतलब रिट्रेसमेन्ट अथवा पुल ब्याक चाहिँ मेजर गर्ने एउटा टुल। फिबोनाची रिट्रेसमेन्ट भनेको चाहिँ एउटा म्याथमेटिकल टुल हो जुन चाहिँ यो स्टक मार्केट, फाइनान्शियल मार्केटमा मात्र युज नभएर अरू डिफ्रेन्ट एस्पेक्ट्सहरू जस्तै नेचर, बायोलोजी, स्पेस, युनिभर्स, ह्युमन बिहेभियर धेरैवटा चिजमा चाहिँ यो देख्न सकिन्छ। यो आफैमा एउटा लामो र डिप टपिक छ, आज हामी यतातिर नजाउँ। अहिले सुरुमा चाहिँ हामी पहिला फिबोनाची टुलको बारेमा डिटेलमा बुझौँ किनभनेदेखि हामीलाई यो ट्रेडिङमा युज हुन्छ। त्यसपछि फेरि चार्टमा गएर हामीलाई कसरी प्लट गर्ने र अलग अलग स्टक बाइ गर्दाखेरि फिबोनाची कसरी युज गर्ने भनेर पनि बुझ्छौँ है। यो स्क्रिनमा जुन टुल देखिरहनु भएको छ तपाईले यसलाई नै फिबोनाची टुल भनिन्छ, फिबोनाची रिट्रेसमेन्ट टुल। यो फिबोनाची रिट्रेसमेन्ट टुलमा चाहिँ तपाईले यहाँ अलग अलग लेभल्सहरू देख्न सक्नुहुन्छ जस्तै 0, 0.236, 0.382, 0.5, 0.618, 0.786 र 1। यो अलग अलग लेभल्सहरूको मिनिङ चाहिँ हामी बिस्तारै भिडियोमा अगाडि सिक्दै जाँदाखेरि बुझ्छौँ। यो सबै लेभल्सहरूमा अलिकति इम्पोर्टेन्ट लेभल्सहरू भनेको चाहिँ यो बीचको तीनटा 0.3, 0.5 र 0.6 को लेभल्स छ। जस्तै लेटेस्ट सपोज प्राइस चाहिँ अप ट्रेन्डमा गइरहेको छ, यहाँनिर हाई, हायर लो, हायर हाई, हायर लो गर्दै। अब यसरी अप ट्रेन्डमा गइरहेको बेलामा यसमा हामीले फिबोनाची कसरी प्लट गर्ने भनेदेखि यो जुन लो छ हायर लो, त्यो हायर लो देखि यो जुन हायर हाई छ त्यहाँसम्म तानेर यसलाई चाहिँ अलिकति अगाडिसम्म एक्सटेन्ड गरिदिने। सो यसरी प्राइस अप ट्रेन्डमा हुँदाखेरि चाहिँ यहाँ स्विङ लो देखि स्विङ हाई सम्म चाहिँ हामीहरूले फिबोनाची टुल ड्र गर्छौँ। र त्यसपछि जब प्राइसले रिट्रेसमेन्ट गर्न थाल्छ, यहाँबाट तल झर्न थाल्छ, त्यो बेलामा कुन लेभलसम्म रिट्रेस गरेर माथि जान्छ त? जस्तै यो 0.382 को लेभल छ अरेन्ज कलरको, त्यो लेभलमा रिट्रेस भएर फेरि यहाँबाट माथि जान थाल्यो भनेदेखि यसबाट चाहिँ के बुझ्नु पर्छ त? प्राइस अथवा मार्केट चाहिँ एकदम हाइली बुलिश छ, बुलिश ट्रेन्ड चाहिँ एकदम स्ट्रङ छ। तर यसरी 0.382 सम्म मात्र रिट्रेस गरेर गएको बेलामा चाहिँ त्यस्तोलाई चाहिँ एउटा हेल्दी ट्रेन्ड भन्नु चाहिँ मिल्दैन किनभने हेल्दी ट्रेन्डमा एटलिस्ट 0.5, 0.618 यो लेभलहरुसम्म रिट्रेसमेन्ट हुनु पर्छ। त्यसैगरी यो 0.3 को लेभलबाट पनि तल यहाँ 0.5 सम्म रिट्रेसमेन्ट गरेर यदि प्राइस माथि गयो भनेदेखि चाहिँ त्यो एउटा स्ट्रङ अप ट्रेन्ड हुन्छ। भेरी स्ट्रङ चाहिँ भन्दिनँ म यसलाई किनभनेदेखि भेरी स्ट्रङमा चाहिँ यो 0.3 को जुन लेभल छ अथवा 0.2 को जुन लेभल छ त्यहाँसम्म रिट्रेस भएर फेरि माथि जान सक्छ। अब यहाँनिर मैले रिट्रेस भन्ने वर्ड धेरैचोटि युज गरेँ। रिट्रेसमेन्ट मतलब चाहिँ यो करेक्सन भन्न खोजेको है। जस्तै अप ट्रेन्डमा गइरहेको बेलामा अलिकति तल सानो पुल ब्याक आउँछ नि, यसलाई चाहिँ मैले रिट्रेसमेन्ट भनिरहेको छु। 0.5 को लेभलसम्म रिट्रेस भएर जाँदाखेरि चाहिँ यो एउटा सस्टेनेबल अप ट्रेन्ड भन्न मिल्छ यसलाई चाहिँ। अब नेक्स्ट छ 0.618 को लेभल। यो लेभलसम्म प्राइस रिट्रेस भएर गयो भनेदेखि चाहिँ यो एउटा आइडियल सिनारियो हो, हेल्दी रिट्रेसमेन्ट भनिन्छ यसलाई। यो चाहिँ एकदम सस्टेनेबल हो। 0.618 लेभललाई चाहिँ प्राय ट्रेडिङ गर्ने ट्रेडर्सहरू जसले फिबोनाची युज गर्नुहुन्छ उनीहरूले चाहिँ गोल्डन रेसियो पनि भन्ने गर्छन्। त्यस्तै लेटर सपोज यदि मार्केट डाउन ट्रेन्डमा गइरहेको छ, प्राइसले एउटा लो बनाउँछ, त्यसपछि लोअर हाई बनाउँछ, त्यसपछि फेरि लोअर लो बनाउँछ। सो यस्तो सिचुएसनमा चाहिँ फिबोनाची ड्र गर्नको लागि चाहिँ तपाईहरुले स्विङ हाई देखि स्विङ लो सम्म ड्र गर्नुपर्ने हुन्छ।
हुन्छ। जस्तै यहाँनिर स्विङ हाई यो छ, स्विङ लो यहाँ छ भनेदेखि यहाँदेखि क्लिक गरेर यहाँसम्म ड्र गर्नु पर्यो र यसलाई यता राइट साइडतिर एक्सटेन्ड गरिदियो भनेदेखि यो अलिक ठुलो हुन्छ। डाउन ट्रेन्डमा पनि त्यस्तै हो, प्राइस चाहिँ अलग अलग लेभलमा रिट्रेस भएर तल जान सक्छ। जस्तै 0.3 को लेभल, 0.5 को लेभल, 0.6 को लेभल, कहिले काहीँ एकदम डिप रिट्रेसमेन्ट भयो भनेदेखि 0.7 को लेभल, यो अलग अलग लेभल्सहरुमा चाहिँ प्राइस रिट्रेस भएर फेरि तलको डाइरेक्सनमा जान सक्छ। सो यसरी चाहिँ मार्केट अप ट्रेन्ड अथवा डाउन ट्रेन्डमा हुँदाखेरि चाहिँ हरेक स्विङलाई हामीले फिबोनाची टुलको हेल्पले चाहिँ मेजर गर्न सक्छौं र अलग अलग लेभल्सहरुले कहाँबाट चाहिँ प्राइस अब फेरि माथि फर्किन सक्छ भन्ने कुराको इन्डिकेसन दिन्छ। सो यो फिबोनाची टुल युज गर्नको लागि चाहिँ हामीहरुलाई एउटा क्लियर स्ट्रक्चर चाहिन्छ। मतलब एउटा भिजिबल ट्रेन्ड हुनु पर्यो, मेसी हुनु भएन त्यो चाहिँ। यदि अप ट्रेन्डमा छ भनेदेखि हायर हाई हायर लो, हायर हाई हायर लो बन्दै जानु पर्यो र यदि डाउन ट्रेन्डमा छ भनेदेखि चाहिँ लोअर हाई लोअर लो, लोअर हाई लोअर लो यसरी बन्दै जानु पर्यो। त्यही भएर ट्रेन्ड चाहिँ झट्ट हेर्दाखेरि क्लियरली आइडेन्टिफाई गर्न सक्ने हुनु पर्यो। यदि हेर्दाखेरि कन्फ्युजन हुन्छ, सोच्नु पर्छ भनेदेखि त्यस्तो ट्रेन्ड चाहिँ क्लियर छैन भनेर बुझ्नु पर्यो। किनभनेदेखि फिबोनाची ड्र गर्नको लागि मेन हामीलाई चाहिने भनेको नै प्रपर स्विङ्सहरु हो। सो नाउ लेट्स गो टु द चार्ट एन्ड लर्न दिस इन डिटेल। चार्टको लागि चाहिँ तपाई आफ्नो ब्राउजरमा गएर nepsialpha.com लेख्नु भयो भनेदेखि यहाँ नेप्से अल्फाको वेबसाइट खुल्छ। त्यसपछि यहाँ अल्फा चार्ट्स भित्र टेक्निकल एनालिसिस चार्टमा क्लिक गर्नु पर्यो। त्यो क्लिक गर्न साथै यहाँ नेप्सेको तपाईले यस्तो खाले चार्ट देख्न सक्नुहुन्छ। कुनै पनि स्टकको चार्ट सर्च गर्नको लागि चाहिँ तपाईले यहाँ टप लेफ्टमा नेप्से लेखेको छ, यसमा क्लिक गर्नुस् र यहाँ जुन स्टकको तपाईले चार्ट हेर्न चाहनुहुन्छ त्यो स्टकको नाम अथवा सर्टकट लेख्नुस्। जस्तै मैले नोबेल लेखे भनेदेखि यहाँ नोबेल बैंक लिमिटेडको चार्ट आउँछ र यसमा क्लिक गर्नुभयो भनेदेखि त्यसकै चार्ट खुल्छ। यसरी अलग अलग स्टकको चार्ट चाहिँ यहाँ तपाईले हेर्न सक्नुहुन्छ। यहाँ राइट साइडको टपमा फ्री लगइन गर्ने अप्सन पनि छ। यो चार्टको बारेमा विभिन्न टुल्सहरु र फंक्सन्सहरुको बारेमा अझ डिटेलमा जान्न मन छ भनेदेखि मैले एउटा भिडियोको लिंक माथि राख्दिएको छु, त्यो भिडियोबाट तपाईले सिक्न सक्नुहुन्छ। यो चार्टमा फिबोनाची रिट्रेसमेन्ट टुल चाहिँ कहाँनिर हुन्छ त? हामी सबैभन्दा पहिला यो लेफ्ट साइडमा जाउँ। यहाँनिर अलग अलग टुल्सहरुको अप्सनहरु छ। यसमध्ये थर्ड अप्सनतिर चाहिँ हामीहरुले यो फिबोनाची टुल्स पाउन सक्छौं। फर्स्टमा नै यहाँ फिबोनाची रिट्रेसमेन्ट भन्ने टुल छ। अन्त फिबोनाचीको अरु टुल्सहरु पनि हुन्छ, जस्तै फिबोनाची एक्सटेन्सन छ यहाँ र अरु अलग अलग टुल्सहरु पनि छन्। तर आज हामी फिबोनाची रिट्रेसमेन्टको बारेमा कुरा गर्दै छौं र सबैभन्दा धेरै युज हुने टुल पनि यही हो फिबोनाचीको। यसलाई क्लिक गरौँ। अब त्यसपछि हामीहरुले यसरी चार्टमा प्लट गर्दाखेरि चाहिँ यो फिबोनाची टुल भयो। अब एक्चुअली यसको सेटिङमा जाउँ। अब यदि तपाई डिफल्ट सेटिङमा जानुहुन्छ भनेदेखि यो फिबोनाची टुल चाहिँ यस्तो देखिन्छ। यसमा चाहिँ धेरै लेभल्स आउँछ र यो एकदम अलिकति अनक्लियर पनि छ हैन। त्यही भएर यसको सेटिङमा गएर चाहिँ तपाईहरुले आफुलाई चाहिने रिट्रेसमेन्ट लेभल्सहरु मात्र क्लिक गर्नु पर्यो। जस्तै यहाँ मध्ये कतिवटा हामीहरुलाई चाहिदैन, तिनीहरु चाहिँ हामीले हटाउन सक्छौं। जस्तै यो 1 पछि जुन छ 1.618 2 3 4 यिनीहरुलाई चाहिँ हटाइदिए। अब यो टुल यत्रो भयो हैन। अलिकति ब्याकग्राउन्डलाई पनि कम गर्दिए ताकि हामीहरुलाई हेर्दाखेरि क्यान्डल्सहरु चाहिँ नछेकियोस् फिबोनाची टुलले। यसलाई कम्प्लिटली हटाउनु पनि मिल्छ। अहिलेको लागि मैले लाइट राखिदिए र यहाँनिर प्राइसको अप्सन पनि छ। यो प्राइसले चाहिँ यहाँ अलग अलग प्राइस लेभल्सहरु देखाउँछ यो स्टकको। तर यदि यो तपाईहरुलाई अलिकति 4 जस्तो लाग्छ, रफ जस्तो लाग्छ भने प्राइस लेभललाई हटाउनु पनि सकिन्छ। मैले अहिले हटाएँ। सो यो सेटिङ चाहिँ तपाईहरुले आफ्नो फिबोनाची टुलमा गर्नु होला। अब यहाँनिर हेरौँ, हामीहरुले देख्न सक्छौं कि मार्केट यहाँनिर अप ट्रेन्डमा गइरहेको छ। किनभनेदेखि प्राइसले चाहिँ कन्टिन्युअसली हायर हाई हायर लो, फेरि अर्को हायर हाई हायर लो, हायर हाई हायर लो, त्यसपछि फेरि हायर हाई हायर लो, हायर हाई बनाएको छ यहाँनिर। सो यो मार्केट चाहिँ अप ट्रेन्डमा छ। अब अप ट्रेन्डमा भएको मार्केटमा नै हामीहरुले फिबोनाची टुललाई चाहिँ मेजर गर्न सक्छौं। अब सबैभन्दा फर्स्टमा अघि जसरी नै तपाईहरुले यहाँबाट फिबोनाची टुल क्लिक गर्नु पर्यो। मैले यहाँ सर्टकटमा राखेको छु, यहीँबाट युज गर्ने। फिबोनाची ड्र गर्नको लागि स्विङ लो देखि स्विङ हाई सम्म चाहिँ हामीहरुले तान्नु पर्यो। यो स्विङ हाई यहाँसम्म भयो। अब यसरी गर्दाखेरि चाहिँ कहाँसम्म रिट्रेस भयो भनेर थाहा हुँदैन। त्यही भएर अलिकति राइटतिर चाहिँ यसलाई एक्सटेन्ड गरिदिनु पर्यो। राइटतिर एक्सटेन्ड गर्यो भनेदेखि चाहिँ कहाँसम्म रिट्रेस भर्यो माथि गएछ भनेर हेर्न सजिलो हुन्छ। त्यही भएर प्राइस यहाँबाट माथि गयो, त्यसपछि यसले 0.618 को लेभलमा रिट्रेस गरेर त्यसपछि त्यहाँबाट माथि गयो। सो अगेन अर्को स्विङमा पनि हामी फिबोनाची नापी हेरौँ। जस्तै यो लो देखि यो हाई सम्म गर्नु पर्यो र राइटतिर एक्सटेन्ड गर्दाखेरि यहाँनिर चाहिँ फेरि ठ्याक्क 0.5 को लेभल अलिकति जुम इन गरौँ। 0.5 को लेभलमा रिट्रेसमेन्ट भएर चाहिँ प्राइस फेरि माथितिर गइरहेको छ। त्यसपछि अर्को स्विङलाई नापौँ। यसमा चाहिँ ठ्याक्क गोल्डन रेशियो 0.618 सम्म आएर चाहिँ प्राइस फेरि माथि गएछ। सो यसरी चाहिँ तपाईहरुले अलग अलग स्विङ्समा चाहिँ फिबोनाची टुल युज गरेर त्यो स्विङलाई नाप्न सक्नुहुन्छ। जस्तै अब यो भन्दा माथिको स्विङमा चाहिँ मैले यसरी ड्र गर्दाखेरि यो चाहिँ एकदम स्ट्रङली माथि गइरहेको हुनाले 0.2 को लेभलसम्म मात्र रिट्रेस गरेर फेरि त्यहाँबाट माथि गएछ। अब त्यसै गरिकन डाउन ट्रेन्ड हुँदाखेरि पनि प्राइसले लोअर हाई र लोअर लो बनाइरहेको हुन्छ। जस्तै यहाँनिर प्राइसले एउटा लो बनायो, लोअर हाई लोअर लो लोअर हाई। अब यसमा हामी फिबोनाची हालेर नाप्नु पर्यो भनेदेखि चाहिँ डाउन
ट्रेन्डमा हुँदाखेरि स्विङ हाईदेखि स्विङ लोसम्म नाप्नु पर्यो। यहाँसम्म नापेर यसलाई मैले राइटतिर एक्सटेन्ड गरिदिएको है। यसरी हेर्दाखेरि चाहिँ यो स्विङ चाहिँ 0.618 को लेभलसम्म रिट्रेस भएर फेरि तल झरिरहेको छ। त्यसै गरिकन यो ठुलो स्विङलाई नाप्दाखेरि चाहिँ यहाँसम्म नाप्नु पर्यो र यसलाई राइटतिर एक्सटेन्ड गर्नु पर्यो। गर्दाखेरि चाहिँ यो लगभग 0.3 को लेभलसम्म पुगेर अनि फेरि तल झरिरहेको छ। त्यसै गरिकन यतानिर नापौँ, यो चाहिँ फेरि 0.6 को लेभलसम्म रिट्रेस भएर तल झरिरहेको छ। सो यसरी चाहिँ अप ट्रेन्ड र डाउन ट्रेन्ड दुइटैमा चाहिँ हामीहरूले फिबोनाची रिट्रेसमेन्ट टुलको थ्रुबाट स्विङ्सहरूलाई नापेर तिनीहरूको पुल ब्याक कहाँसम्म हुन सक्छ भनेर चाहिँ हामीहरूले एउटा प्रेडिक्सन गर्न सक्छौँ। यो अलग अलग रेसियोजहरू मध्ये 0.618 लेभललाई चाहिँ मैले गोल्डन रेसियो भनेर भने। तर किन भने त? किनभनेदेखि यदि हामी एउटा हेल्दी अप ट्रेन्डमा जाँदैछौँ भनेदेखि 0.3 को लेभल र 0.5 को लेभलमा मात्र चाहिँ प्राइसले रिट्रेस गर्दैन। 0.6 को लेभल जुन छ त्यो चाहिँ एउटा म्याग्नेट जोन हुन्छ, जुनमा चाहिँ प्राइस आउँछ र प्राय जसो प्राइसले चाहिँ बारम्बार 0.618 को लेभललाई चाहिँ रेस्पेक्ट गर्छ फेरि माथि जानुभन्दा अगाडि। त्यही भएर यो लेभललाई चाहिँ हामी गोल्डन रेसियो पनि भन्छौँ। यो लेभललाई चाहिँ प्राय ट्रेडर्सहरूले एउटा रिलायबल जोन, सेफ्टी जोन भनेर युज गर्छन् र यो लेभल चाहिँ मलाई अलिकति लजिकल पनि लाग्छ। किनभनेदेखि कुनै पनि पुसमा 0.618 लेभलसम्म आउनु भनेको चाहिँ एकदम डिस्काउन्ट लेभलमा आउनु हो बाई गर्नको लागि। र तपाईँलाई थाहा नै छ यदि डिस्काउन्ट लेभलमा बाई गर्न पायो भनेदेखि लो प्राइसमा स्टक उठाउनु मिल्छ र त्यहाँबाट प्रोफिटेबिलिटीको चान्सेस एकदम बढ्छ, मतलब हाई प्रॉफिट हामीहरूले बुक गर्न सक्छौँ। त्यही भएर चाहिँ यो 0.618 को लेभललाई चाहिँ हाई प्रोबेबिलिटी जोन पनि भनिन्छ। तपाईँले टेक्निकल एनालिसिसमा जति पनि अहिलेसम्म इन्डिकेटर्सहरू सिक्नुभयो, EMA, RSI, MACD हैन, यिनीहरू सबैले चाहिँ पास्टको बिहेभियरलाई देखाउँछ। त्यही भएर यिनीहरूलाई ल्यागिङ इन्डिकेटर्स पनि भनिन्छ। किनभने जब प्राइसले एउटा एक्सन गरिसक्छ त्यसपछि बल्ल इन्डिकेटरमा देखिने हो। तर फिबोनाची टुल भनेको चाहिँ त्यस्तो होइन। फिबोनाची चाहिँ एउटा फोरकास्टिङ टुल हो जुनमा चाहिँ प्राइसले एक्सन गर्नुभन्दा अगाडि नै एउटा प्रेडिक्सन गर्ने लेभल्सहरू, जोन्सहरू हामीहरूले देख्न पाउँछौँ। गोल्डन रेसियो 0.618 लेभललाई चाहिँ हामीहरूले दुईटै कन्टिन्युएसन एज वेल एज रिभर्सलमा युज गर्न सक्छौँ आफ्टर ट्रेडिङमा। कन्टिन्युएसनको म तपाईँहरूलाई एउटा इक्जाम्पल दिन्छु। अब त्यसको लागि हामीहरू चाहिँ यो चार्टमा हेरौँ, प्राइसले चाहिँ यहाँ अप ट्रेन्डमा गइरहेको छ हामी क्लियरली देख्न सक्छौँ। अब यो अप ट्रेन्डमा मैले एउटा स्विङ यहाँनिर मेजर गर्न खोजेँ, जस्तै यो लोदेखि यो हाईसम्म एउटा स्विङ छ। हामीहरूले देख्न सक्छौँ कि प्राइस यहाँनिर ठ्याक्क 0.618 को लेभलमा रिट्रेस गरेर यहाँनिर रिजेक्ट भएको छ। सो यसरी ट्रेन्ड कन्टिन्यू हुँदाखेरि मतलब ट्रेन्ड चाहिँ हायर हाई हायर लो हायर हाई हायर लो गरेर अप डाइरेक्सनमा जाँदाखेरि हामीहरूले चाहिँ यसरी 0.618 को लेभलमा चाहिँ स्टकलाई बाई गर्न सक्छौँ। त्यसै गरी अर्को यो चार्टमा हेरौँ हामी, यहाँ पनि प्राइस अप ट्रेन्डमा गइरहेको छ माथितिर हैन। अब यहाँनिर मैले यदि यो स्विङलाई नापे भनेदेखि यो चाहिँ 0.618 को लेभलमा टच गरेर अझै माथि गएको छ। सो यसरी ट्रेन्ड कन्टिन्युएसनको बेलामा हामीहरूले यो गोल्डन रेसियोलाई युज गर्न सक्छौँ। अब ट्रेन्ड रिभर्सलको लागि चाहिँ यो चार्ट एकचोटि हेर्नुहोस्, जस्तै यहाँनिर के भएको छ, यो लेभलदेखि यो लेभलसम्म चाहिँ प्राइस एकदम डाउन ट्रेन्डमा गइरहेको छ यहाँनिर। अब यो डाउन ट्रेन्डमा भएको प्राइस कहिले रिभर्स गर्छ त भन्ने कुरा त हामीहरूलाई अन्दाज लगाउन गाह्रो हुन्छ। त्यही भएर यो चार्टलाई अलिकति जुम आउट गरेर हेर्दाखेरि चाहिँ हामीहरूले देख्न सक्छौँ ओभरअल यो जुन पहिला सुरु माथि गएको थियो चार्ट, मेन पुस भएको थियो, त्यसको लोदेखि मैले हाईसम्म यहाँसम्म नापिदिएँ। 0.6 देखि 0.7 को बिचको लेभलबाट चाहिँ प्राइसले फेरि रिभर्स गरेको छ, एकदम डिप रिट्रेसमेन्ट भएर फेरि माथितिर गएको छ। सो यसरी चाहिँ अब यो 0.6 को लेभलबाट फेरि ट्रेन्ड जब चेन्ज हुन खोज्छ, हायर हाई हायर लो हायर हाई हायर लो बनाउँछ, त्यो बेलामा यसरी रिभर्सल र कन्टिन्युएसनलाई दुवैलाई युज गरेर तपाईँहरूले स्टक बाई गर्न सक्नुहुन्छ। यो ठुलो लेभलमा त प्राइस डाउन ट्रेन्डमा थियो, 0.6 को लेभल पछि तलसम्म पुगेको छैन, यही लेभलबाट माथि फेरि फर्किन खोजिरहेको छ। अब यहाँबाट फेरि हायर हाई र हायर लो बनिरहेको छ यो सानो लेभलमा। अब यो सानो लेभलको हायर हाई हायर लो हायर हाई हायर लो बनिरहेको बेलामा यदि तपाईँले कुनै स्विङमा नाप्नु भयो भनेदेखि यहाँनिर फेरि तपाईँले कन्टिन्युएसन ट्रेन्डमा अघि सिकाएको जस्तो स्टक बाई गर्न सक्नुहुन्छ। त्यही भएर रिभर्सल र कन्टिन्युएसन दुइटैलाई चाहिँ एज अ होल प्याकेजको रूपमा पनि हामीहरूले युज गर्न सक्छौँ। फिबोनाची रिट्रेसमेन्ट टुल, गोल्डन रेसियोहरूलाई हामीले हाई प्रोबेबिलिटी टुल भने पनि यसले सर्टेन्टी चाहिँ दिँदैन। यो फिबोनाची टुल सँगसँगै हामीहरूले अरू धेरैवटा चिजको कन्फर्मेसन लिनुपर्ने हुन्छ। फिबोनाची रिट्रेसमेन्टको बारेमा थाहा भएका 90% ट्रेडर्सहरूले पनि यहीँनिर मिस्टेक गर्छन्। फिबोनाची टुल ड्र गरेर एकदम ब्लाइन्डली गोल्डन रेसियोमा बाई गरिदिने। तर यहीँनिर चाहिँ अरू कन्फर्मेसन, अरू कन्फ्लुएन्सेसहरूको चाहिँ इम्पोर्टेन्स आउँछ। के कुराहरू ख्याल गर्नु पर्यो भनेदेखि फिबोनाची टुल सँगसँगै पहिलाको स्ट्रक्चर, सपोर्ट, रेजिस्टेन्स लेभलहरू पनि म्याच हुनु पर्यो। र फिबोनाची टुल युज गरेको छु भन्दैमा बेसिक प्राइस एक्सनको जुन रुलहरू हुन्छ त्यसको अगेन्स्टमा गएर ट्रेड गर्नु चाहिँ भएन। जस्तै डाउन ट्रेन्डमा गइरहेको छ त्यहाँनिर एउटा ऱ्यान्डम स्विङमा चाहिँ फिबोनाची लगाएर ऱ्यान्डमली गोल्डन रेसियो भनेर स्टक बाई गर्ने चाहिँ होइन। अघि हामीले भिडियोको बिगिनिङमा कुरा गरेको जस्तो एउटा प्रपर ट्रेन्ड भएको बेलामा ट्रेन्डिङ मार्केटमा चाहिँ यसलाई युज गर्न मिल्छ। अब मार्केट साइडवेज छ भनेदेखि त्यस्तो बेलामा चाहिँ फिबोनाची रिट्रेसमेन्ट टुल युज नगर्नु। र फिबोनाची टुल युज गरेर मात्र भएन, फिबोनाची टुल सँगसँगै प्राइसको रियाक्सन कस्तो छ त, गोल्डन रेसियोको लेभलमा अरू लेभल्सहरुमा कस्तो रियाक्ट गरिरहेको
भित्रको छ प्राइसले, त्यो पनि हामीहरूले हेर्नुपर्ने हुन्छ। यसको सिम्पल एक्जाम्पल्सहरु चाहिँ म तपाईलाई चार्टकै थ्रु एक्सप्लेन गर्छु। अब अलग अलग कन्फर्मेसन्सहरु राखेर चाहिँ हामीहरूले कसरी फिबोनाची टुललाई युज गर्न सक्छौं आफ्नो ट्रेडिङमा भनेर चाहिँ म सिम्पल एक्जाम्पलहरु तपाईलाई चार्टमा देखाउन गइरहेको छु। त्यसको लागि मैले यो एउटा चार्ट खोलेको छु जुनमा चाहिँ प्राइस अहिले अप ट्रेन्डमा छ। सिन्स हामीहरू चाहिँ अब डाउन ट्रेन्डमा ट्रेडिङ गर्दैनौं, त्यही भएर मैले सबै एक्जाम्पल्सहरु अप ट्रेन्डको नै राखेको छु। अब यहाँनिर प्राइस अप ट्रेन्डमा गइरहेको थियो, सो मैले यो एउटा स्विङ मेजर गरे। अब यो स्विङ मेजर गर्दाखेरि लो देखि हाई सम्म मैले ड्र गरेर राइटतिर एक्सटेन्ड गर्दिए यसलाई। अब यसरी एक्सटेन्ड गर्दाखेरि हामीहरूले देख्न सक्छौं 0.618 को लेभलमा चाहिँ रियाक्ट गरेर फेरि यो माथितिर गएको छ। मतलब यो एरियामा यदि हामीले बाइ गरेको भएदेखि चाहिँ हामीहरूलाई प्रफिट हुन्थ्यो। अब यो 0.618 को लेभल सँगसँगै अरु कन्फर्मेसन्सहरु हामीहरूले कसरी एड गर्ने त भन्दाखेरि अब यता चार्टको लेफ्टतिर गएर हामीहरूले हेर्नु पर्यो कि यो एरियामा त्यस्तो के थियो त जुन कारणले चाहिँ यही 0.618 के लेभलमा गएर चाहिँ प्राइसले रियाक्ट गर्यो। त्यही भएर यो लेभललाई जाँच गर्नको लागि, इन्स्पेक्ट गर्नको लागि चाहिँ मैले यसलाई हल्का लेफ्टतिर एक्सटेन्ड गर्दिए। लेफ्टतिर एक्सटेन्ड गर्दा हामीहरूले देख्न सक्छौं यो चाहिँ के रहेछ भनेदेखि पास्टमा एकचोटी रेजिस्टेन्स लेभल रहेछ। यो रेजिस्टेन्स लेभल ब्रेक भएर फेरि यही एरियामा प्राइसले चाहिँ सपोर्ट बनाइरहेको रहेछ। सो यो एउटा राम्रो जोन रहेछ, रेजिस्टेन्स दैट हैज नाउ टर्न्ड इन्टु सपोर्ट। सो यो एरियामा स्टक बाइ गर्दाखेरि हामीहरूलाई अझै एउटा एडिशनल कन्फर्मेसन के भयो भनेदेखि चाहिँ यहाँनिर एउटा हामीले सपोर्ट पनि राम्रो खाले रहेछ र त्यसमा अझै राम्रो हुन्छ यदि हामीहरूले कुनै क्यान्डल स्टिक प्याटर्न हेर्यौं भनेदेखि। मतलब यहाँ 0.6 को लेभलमा पुग्ने बित्तिकै फर्स्ट टाइम हेर्नु त कस्तो रिजेक्ट भएको छ प्राइस, लामो लामो विक्सहरु तलतिर छोडेको छ प्राइसले र त्यसपछि फेरि ठुलठुलो ग्रीन क्यान्डल बुलिश क्यान्डलहरु बनेको छ। मतलब यो लेभलमा चाहिँ प्राइस रिजेक्ट भइरहेको छ है। एक त यसमा 0.618 लेभल पनि भयो यो पुसको, त्यसपछि यहाँ पहिलाको सपोर्ट लेभल पनि रहेछ। त्यही भएर यस्तो लेभलमा हामीहरूले बाइ गर्यौं भनेदेखि चाहिँ त्यहाँबाट प्राइस कसरी रियाक्ट गरेको छ हेर्नुस्, एकदम जोडले माथि गएको छ। त्यही भएर फिबोनाची सँगसँगै क्यान्डल स्टिक प्याटर्न, सपोर्ट रेजिस्टेन्स लेभलहरु पनि हामीहरूले हेर्न सक्छौं। यदि क्यान्डल स्टिक प्याटर्नको लागि तपाईहरु नयाँ हुनुहुन्छ र अलग अलग क्यान्डल स्टिक प्याटर्नहरु र नेप्सेमा मोस्टली युज हुने क्यान्डल स्टिक प्याटर्नहरुको बारेमा तपाईलाई थाहा छैन र इन्फर्मेसन लिन चाहनुहुन्छ भनेदेखि म एउटा भिडियोको लिंक माथि राख्दिन्छु, तपाई त्यहाँबाट सिक्न सक्नुहुन्छ है। त्यसमा चाहिँ मैले डिटेलमा अलग अलग क्यान्डल स्टिक प्याटर्नहरु जुन चाहिँ नेप्सेमा मोस्टली युज हुन्छन् त्योहरु एक्सप्लेन गरेको छु। सो अब त्यसपछि फेरि प्राइस यो लेभलबाट माथि गयो। अब त्यसपछि हामीहरूले फेरि यहाँबाट फिबोनाची नाप्छौं। के गर्छौं त तपाईहरुले देख्नुभयो कि देख्नु भएन, यहाँ एउटा लो छ, त्यसपछि यहाँ हाई छ। सो फिबोनाची नाप्नको लागि चाहिँ हामीहरू फिबोनाची टुल क्लिक गर्छौं र यो लो पोइन्ट देखि यो हाई पोइन्ट सम्म ड्र गर्छौं। एक्ज्याक्टली 0.618 को लेभलमा नै आएर प्राइसले रियाक्ट गरेको छ। अब फेरि यहाँनिर रियाक्ट त गर्यो, तर पास्टमा यो लेभलमा के थियो त त्यस्तो जुन कारणले चाहिँ यो लेभलमा रियाक्ट गर्यो भनेर हेर्दाखेरि फेरि देख्न सक्छौं हामीहरूले अघि जुन हाई थियो त्यो हाईलाई यहाँ ब्रेक भएको थियो। सो पहिलाको रेजिस्टेन्स लेभल थियो यहाँ 2 चोटी 3 चोटी सम्म रियाक्ट गरेको, यो रेजिस्टेन्स लेभलमा चाहिँ अहिले प्राइसले ब्रेकआउट पछि फेरि सपोर्ट बनाइरहेको छ। यो रेजिस्टेन्स टर्न इन्टु सपोर्ट भनेको पनि एउटा राम्रो स्ट्र्याटेजी हो नेप्सेमा युज हुने। त्यसको बारेमा मैले पहिले नै डिटेलमा कुरा गरिसकेको छु, त्यो भिडियोको लिंक म माथि राख्दिन्छु, तपाई त्यहाँबाट सिक्न सक्नुहुन्छ। त्यो स्ट्र्याटेजी पनि तपाईहरुले बुझेर चाहिँ नेप्सेमा युज गर्न सक्नुहुन्छ। तर आजको लागि चाहिँ हामी फिबोनाचीमा चाहिँ बढी फोकस्ड छौं है। फिबोनाचीमै फोकस्ड भए पनि अरु कन्फर्मेसनहरु पनि हामी कसरी हाल्ने भनेर म सिकाउँदै छु। त्यही भएर यहाँ एउटा रेजिस्टेन्स टर्न इन्टु सपोर्ट पनि हामीहरूले पायौं। त्यसपछि यहाँ के देख्छौं हामीले, यो रेड क्यान्डल पछि यहाँ ठुलो बुलिश इनगल्फिङ क्यान्डल स्टिक प्याटर्न आयो र बुलिश इनगल्फिङ क्यान्डल स्टिक प्याटर्न पछि हामीहरूलाई 3 वटा कन्फर्मेसन भयो, अथवा भनौं 4 वटा। एक त मार्केट अप ट्रेन्डमा छ, त्यसमाथि फिबोनाचीको 0.618 गोल्डन रेशियोमा आएको छ, पहिलाको रेजिस्टेन्स लेभल जुन चाहिँ अहिले सपोर्ट बनेको छ त्यहाँ आएको छ र इनगल्फिङ क्यान्डल स्टिक प्याटर्न हामीले देखेको छौं। यो 4 वटा कन्फर्मेसनको आधारमा हामीहरूले यहाँनिर स्टक बाइ गर्न सक्छौं। अब 2 वटा एक्जाम्पल यो चाहिँ भयो कन्टिन्युएसनको लागि। अब हामीहरू चाहिँ एकचोटी रिभर्सल ट्रेडिङको लागि पनि हेरौं है त। अब यहाँनिर हामी हेर्न सक्छौं कि प्राइस चाहिँ एकदम डाउन ट्रेन्डमा छ, लोअर हाई लोअर लो लोअर हाई लोअर लो गर्दै प्राइस चाहिँ तल गइरहेको छ र यहाँनिर फर्स्ट टाइम हामीले देख्न सक्छौं कि प्राइसले चाहिँ यो हाईलाई ब्रेक गरेर चाहिँ यहाँनिर हायर हाई बनायो। अब किन यही लेभलमा नै आएर प्राइसले हायर हाई बनायो? अहिलेसम्म त डाउन ट्रेन्डमा गइरहेको थियो, यो एरियामा केही न केही त छ होला जुन कारणले गर्दाखेरि यहाँनिर चाहिँ यसबाट चाहिँ यो फेरि माथि जान खोज्यो। त्यही भएर पास्टमा गएर यो एरियामा हामीहरू एकचोटी जाँच गर्दैछौं, इन्स्पेक्ट गर्दैछौं। त्यो हेर्दाखेरि तपाईहरु देख्न सक्नुहुन्छ यो लेभल जहाँबाट चाहिँ प्राइसले हाई बनायो त्यो लेभलमा चाहिँ धेरैचोटी पहिला चाहिँ प्राइसले सपोर्ट बनाएको रहेछ, पहिलाको राम्रो सपोर्ट लेभल रहेछ जुनमा चाहिँ अहिले फेरि प्राइस आएको छ। सो एउटा इन्डिकेसन हामीले पायौं कि प्राइस चाहिँ अब यहाँबाट रिभर्स हुन लागिरहेको छ भनेर, डाउन ट्रेन्ड टु अप ट्रेन्ड हुन खोजिरहेको छ। सो रिभर्सलमा यसरी तपाईहरुले युज गर्न सक्नुहुन्छ। अब त्यसपछि मैले यो स्विङलाई नाप्दाखेरि यो ठुलो स्विङ तलबाट मैले नाप्दाखेरि ठ्याक्कै एक्ज्याक्टली 0.618 लेभलमा यो आयो। यो 0.618 लेभललाई पनि यदि राम्रोसँग हामीहरूले हेर्ने हो भनेदेखि पहिला यहाँ एकचोटी, यहाँनिर सपोर्ट बनाएको 2 चोटी र यहाँनिर मल्टिपल टाइम्स चाहिँ 3 चोटी यो लेभलमा चाहिँ रेजिस्टेन्स कहिले सपोर्ट बनाइरहेको रहेछ प्राइसले। सो यो पनि एउटा इम्पोर्टेन्ट लेभल रहेछ र
र अहिले त्यही लेभलमा आएर हामीहरूले बुलिस इन्गल्फिङ क्यान्डलस्टिक पायौं यहाँनिर। सो यसरी चाहिँ ट्रेन्ड रिभर्सल भएर डाउन ट्रेन्ड टु अप ट्रेन्डमा गएको बेलामा पनि हामीहरूले फिबोनाची टुललाई युज गरेर चाहिँ स्टक बाइ गर्न सक्छौं। त्यसैले यसरी कुनै पनि ट्रेन्डिङ स्टक छ नेप्सेमा भनेदेखि त्यसमा फिबोनाची रिट्रेसमेन्ट टुल मजाले युज हुन्छ। मैले तपाईलाई एक्जाम्पल्सको थ्रुबाट देखाइहालेँ। अब यहाँनिर दुईवटा चिज चाहिँ तपाईले अभोइड गर्नुपर्छ। एउटा भनेको चाहिँ लो भोल्युम भएको स्टक्सहरू अभोइड गर्नु पर्यो र अर्को भनेको चाहिँ साइडवेज मार्केटमा छ यदि त्यो स्टक भनेदेखि त्यस्तो स्टकलाई पनि अभोइड गर्नु पर्यो। अब कुन स्टकमा फिबोनाची रिट्रेसमेन्टको कुन लेभलमा काम गरिरहेको छ, कसरी कसरी ट्रेड्सहरू आएको छ, कसरी कसरी बाइङ अपर्च्युनिटीहरू आएको छ भनेर तपाईले ब्याक टेस्ट गरेर पनि हेर्न सक्नुहुन्छ। यदि तपाईलाई ब्याक टेस्टिङको बारेमा फुल प्रोसिजर जान्नु मन छ भनेदेखि तपाईँ माथिको भिडियो लिङ्कबाट चाहिँ ब्याक टेस्टिङको प्रोसेस फुल सिक्न सक्नुहुन्छ। त्यसैले फिबोनाची रिट्रेसमेन्ट टुललाई यदि तपाईले करेक्टली युज गर्नुभयो भनेदेखि त्यसबाट मजाले स्टकहरू तपाईले बाइ गर्न सक्नुहुन्छ। र एज आई सेड अर्लियर यो फिबोनाची भनेको चाहिँ एउटा मात्र फोरकास्टिङ टुल हो ट्रेडिङमा। अरु सबै जति पनि इन्डिकेटर्सहरू छन् तिनीहरू चाहिँ रियाक्सन टुल्सहरू हुन्। त्यसैले आजबाट तपाईको एन्ट्री चाहिँ एकदम र्यान्डम हुँदैन। प्रोफेसनल ट्रेडर लेभलको नै नलेज तपाईले पाउनुभयो एज फार एज फिबोनाची इज कन्सर्न र तपाईको ट्रेडिङ बाइङ डिसिजन्सहरू पनि आजबाट एकदमै इम्प्रुभ भयो। र यसलाई चार्टमा तपाईले धेरै भन्दा धेरै प्र्याक्टिस गर्नु पर्यो र यसलाई युज गरेर यदि ट्रेडिङ गर्नुहुन्छ भनेदेखि यसको साथसाथै रिस्क म्यानेजमेन्टलाई पनि सँगसँगै लानुपर्छ। यदि तपाईलाई रिस्क म्यानेजमेन्टको बारेमा डिटेलमा बुझ्न मन छ भनेदेखि माथि एउटा भिडियोको लिङ्क दिएको छु जुनमा मैले रिस्क म्यानेजमेन्टलाई एकदम मजाले डिटेलमा एक्सप्लेन गरेको छु विथ एक्जाम्पल्स एन्ड चार्ट। तपाईले त्यो भिडियो हेर्न सक्नुहुन्छ। सो फिबोनाची टुललाई चाहिँ तपाईँ अब युज गर्नुहोस्, चार्टमा प्र्याक्टिस गर्नुहोस्, धेरै भन्दा धेरै एक्जाम्पल्सहरू हेर्नुहोस्, अघि मैले भनेको जस्तो ब्याक टेस्ट गर्नुहोस् र तपाईको प्रोग्रेसलाई लेट मी नो इन द कमेन्ट सेक्सन। So that's it for this video. I hope this video helped you. This is Trading Talks Nepal. See you in the next one. Bye.